अनि नमस्ते सबैजनालाई। म चाहिँ सम्झना थिङ। म चाहिँ आज फर्स्ट भिडियो बनाइरहेको छु, त्यही भएर हैन सबैजनाले माया गरिदिनु होला। अनि हाम्रो चाहिँ आज के छ भने त्यहाँ चाहिँ भोलि चाहिँ छेवा वर्तमान छ, त्यसकै लागि चाहिँ म चाहिँ आज चाहिँ त्यहाँ सहयोग गर्न गइरहेको छु। किनभने त गाउँले हो नि त, अनि गाउँले त सहयोग गर्नु पर्यो, अनि त्यही भएर त्यहाँ चाहिँ सहयोग गर्न जान लागिरहेको छु। अनि घर चाहिँ त्यहाँ हो, घर चाहिँ यहाँ हो, अनि त्यही भएर म चाहिँ त्यहाँ जान लागिरहेको छु। अनि त्यहाँ गएपछि तपाईँहरूलाई म सबै कुरा देखाउने छु है त। बाई बाई, त्यहाँ पुगेपछि भेटौँला है त। हेर्न सक्नुहुन्छ तपाईँहरूले, यहाँ चाहिँ हाम्रो चाहिँ धम्माधम काम चलिरहेछ। यहाँ चाहिँ हाम्रो कुखुरा केलाउने काम चलिरहेछ है त। ल दाइहरू हेर्नुहोस् त, राम्रो भइरहेछ नि काम। हाम्रो उहाँ एउटा पुलिस दाइ चाहिँ रिसाउनु भइरहेछ। यो चाहिँ छेवार घर हो, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ काम धम्माधमी भइरह, त्यहाँ तलतिर नि भइरह, यहाँ माथितिर चाहिँ भैँसी काट्ने भइरहेछ। ए रागा रागा दुईटा रागा ढाल्या चाहिँ एकछिनमा तपाईँहरूलाई म देखाउने छु। अहिले चाहिँ यो हाम्रो रोजको लागि चाहिँ यहाँ कुखुरा यस्तो भइरहेछ है त। ल अनि हाम्रो चाहिँ यहाँ चाहिँ 8-वटा जति खसी पनि ढाल्छ एकछिनमा। देख्न सक्नुहुन्छ तपाईँहरूले, यहाँ चाहिँ रागा ढालिसक्यो है। यहाँ चाहिँ हाम्रो चाहिँ दुईटा रागा चाहिँ ढालिसक्यो। अब एकछिनमा यसलाई काटकुट गर्छ। त्यहाँ चाहिँ फौजी हेर्दै हाँस्नु भइरहेछ। यहाँ एउटा रागा, अर्को रागा चाहिँ यहाँ माथिपट्टि छ, देख्न सक्नुहुन्छ। दुवैसँगै गऱ्यो भने चाहिँ अलि गाह्रो हुन्छ नि त, अनि त्यही भएर चाहिँ एउटा माथि एउटा तल गरेर पुरै रागा चाहिँ ढालिसक्यो है त। ल अनि म चाहिँ त्यहाँबाट आएको अघि भर्खर, मेरो घर चाहिँ यहाँ छ, अनि त्यहाँबाट यहाँसम्म हिँडेर आएँ म। अनि अब चाहिँ यहाँ चाहिँ रागा काट्ने मान्छे चाहिँ कोही छैन, किनभने सबैजना खाना खान जानुभयो। अनि खाना खाइसकेपछि चाहिँ यहाँ रागाको काटकुट गर्ने सुरु हुन्छ है त। अनि यो चाहिँ दाउरा काटिराखेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो यहाँको भ्यू। देख्न सक्नुहुन्छ तपाईँहरूले, उहाँहरू चाहिँ कुकहरू। सम्धीको चाहिँ यहाँ पुरै हाम्रो दाईहरू अङ्कलहरू मासु भात काम चाहिँ गर्नु भएको होइन, डाडु नभएर। ए म चाहिँ आजको भ्लगर है त। ल सबैजना यसरी खानु भइरहेछ। सुषमा दिदी पनि पुरै खानु भइरह मासु भात। मिठो छ नि है मासु भात दिदी? कस्तो मिठो लाग्यो मलाई बहिनी। खमखम लाग्ने है। सुनकुमार दाई मिठो छ नि? मिठो एकदम। Excuse me, water. हाम्रो सेलुनले राम्रो कुरा गर्नुभयो। ल खाएर देखाउनुहोस् त एकचोटि। यम्मी यम्मी, मिठो छ नि? नुन लाग्यो नि? सम्धी पनि यता दन्काउनु भइरहेछ। त्यस्तो सोध्ने हो भिडियो गर्ने बेलामा। मिठो छ नि एकदम। प्रकाश यो चाहिँ हाम्रो लबु थेबे है, लबु थेबे हाम्रो गाउँको लबु थेबे, तामाङ जातिको लबु थेबे। आइदिन अब हात धुने छु। अब म कहिले पकाउँछ ल हेर्नु। यहाँतिर चाहिँ यहाँ तल चाहिँ कुटकाउने काम भइरह। यहाँ चाहिँ कुखुराको काम भइरह। छोरी तिम्रो लुगामा के लाग्यो त्यो कुरो हो? सबै कुरो आमामा कम्दा कुरो टाँसिरहेको छ दुईजना। अहिले भातमा जान्छ, त्यो भातमा जान्छ अहिले।
चोसो दोषी नेसिकले छोराको वर्तमानको लागि सेल पकाएर आएको हामी त देख्न सक्नुहुन्छ तपाईँहरूले ngala mo ya yu buja ka ngala natural sound laga awa ne anta छोराको वर्तमानमा रोटी पर्ला हो उता गाइस अब सितिनु ला नारी वन्ने माइतिनु यहाँ नि छ यता नि छ देख्न सक्नुहुन्छ यता नि हुनुहुन्छ बिचरा चुजरा खट्टी त रेंगन्न हजार मान्छे नपाएर हो कि छोराको वर्तमानमा सेल बन्न मलाई त्यो के गर्न छोरी भन्ने ल देख्न सक्नुहुन्छ यो एक डोको यो सेल पोलिसक्यो हामीले 3 डोको भइसक्यो 3 डोको हैन यो एक डोको भइराछ 2 डोको अब पार्नै पकाउनै पर्ने छ पकाउँदै छ अनि यो यहाँ चाहिँ मैले अघि भर्खर मैले चाहिँ यहाँ मैले पोलिरहेको थियो अनि यहाँ हात पोलेर अहिले चाहिँ यता दिदीहरुको पालो मैले चाहिँ पोलिसके नि है अघि नै देख्न सक्नुहुन्छ तपाईहरुले मनी एक घण्टा मात्र भएर भर्खर ओहो हाम्रो सेल त कस्तो बाङ्गो र टेङ्गो भएको है हाम्रो होइन कि चामलको फेरि ठीक छ नि अंकल नानी एजेन्ट एउटा गीत गाइथे केटी पक्ष चाहिँ यता हुनुहुन्छ सबैजना गीत नगाइकन हाँसेर मात्रै बस्नु भइरा कहिले गाइदेऊ न
ताम्ने भदिस तामे भदिस उहाँहरू चाहिँ हाम्रो गायक गायकीहरू उहाँ चाहिँ नाच्ने हाई म पनि छु है हुन्छ Jamshar,